ल हेर्नुस् है साथीहरु, यो जापानको होक्काइदोको गाउँ कस्तो छ। घरहरु भनेको त छँदै छैन के यहाँ। पुरै यस्तै सम्मो चौरहरु मात्रै छ। यस्तो ठाउँ छ, यति राम्रो छ कि ठाउँ त लास्टै राम्रो, तर लास्टै सुनसान। कोही छैन नि है, एक्लै म मात्रै छु। ल कोही छैनन् के। एउटा कोही भए त मरिजाम ल। यस्तो वन छ है, हेर वनहरु कति राम्रो छ। फेरि यो वन सट्ट मिलाएको के। यस्तो हुन्छ विकास भनेको, के गर्ने। हाम्रो नेपालमा नि छ नि ठाउँ त, तर के गर्ने, नेताहरू कतिलाई नभएपछि यस्तै हो। जापानमा यति राम्रो विकास छ हेर्नु त। यो चौर टक्क गाई चर्नी कस्तो मजाको बनाहा, यस्तो दामी बनाहा। गाई चर्नी फर्महरु दामी बनाहा। जापानको गाडी गयो, गाडी गयो। म पनि यसो निक्लिम भनेको, के गर्ने, कोही छैन नि, एक्लै। अब कता जाने एक्लै। यसो हेरम यसो हेरम भनेको छु। यहाँ त फेरि जङ्गल नि लास्टै डर लाउने के। भालुहरू लास्टै ठुल्ठुला भालुहरू छन् यो जङ्गलमा। समातिहाल्यो भने त समातिहाल्यो। गाडी नि कतिको स्पिडमा कुदाउँछन्। स्पिड लिमिट हुँदैन क्या जापानमा। मैले जापानको धेरै सिग्नलमा सब चिजहरू देखेँ, तर स्पिड सिग्नल देखिनँ के। मैले यो भिडियो चाहिँ युट्युबमा अपलोड गर्दैछु है साथीहरू। हजुरहरूलाई यस्तो नयाँ नयाँ भिडियो फेरि हेर्न मन लाग्यो भने, यो ठाउँको फेरि हेर्न मन लाग्यो भने सब्स्क्राइब गर्नुस्, फलो गर्नुस् है। फलो गर्दै गर्नुस्। म यस्तो भिडियोहरू हाल्दै गर्छु। कति राम्रो छ ठाउँ त, के गर्ने। तर मसान घाट जस्तो छ। मसान घाट बरु के भन्छ रे, यसो मुर्दारहरू होला नि यो ठाउँमा त। कौवा नि जापानिजमा कराउँछ यार। ओहायो ओहायो भन्छ त कौवाले त। बिहान भएर हो कि हो। गाडी यस्तो भुइँगाउँछन् गाडी है।